everybody, welcome back to my channel. I'm Ranjana Chaudhary and I'm here again with a new video. एकदम सानो mini video बनाउन गइरहेको छु and this is going to be a haul video. By the title you already know. अनि यो चाहिँ मेरो सेन्ट्रल मलको haul हो. धेरै सामान केही किनेको छैन, थोरै थोरथार सामान किनेको छु. अनि सेन्ट्रल मल भनेको चाहिँ विराटनगरकै one and only mall हो right now. अनि सुपरमार्केट चाहिँ भाटभटिनी थियो बट ड्यू टु जेनजीको त्यो प्रोटेस्ट त्यसको कारणले चाहिँ हाम्रो विराटनगरको भाटभटिनी चाहिँ पुरै भइसकेको छ एन्ड आई मिस भाटभटिनी सो मच. बट केही छैन, सेन्ट्रल मल छ अनि सेन्ट्रल मलमा चाहिँ मैले थोरथार सामान किनेको छु यति मात्रै एन्ड अल ग्रोसरी मात्रै हो, लुगासुगा के होइन. सो या आइ एम गोइङ टु सो यु गाइज वान बाई वान के किनेको छु, जस्ट अ लिटल टिप्स एन्ड बिट्स. सो फर्स्टमा चाहिँ म यो सानोबाटै देखाउँछु. यो चाहिँ सबै मेरो लिप प्रोडक्ट हो क्या. मैले लिप चाहिँ रिफिल गरेको लिप प्रोडक्ट. यो विन्टरमा अभियसली हाम्रो ओठ चाहिँ सबभन्दा धेरै च्याप्ड हुन्छ, त्यही भएर त्यसको लागि चाहिँ मैले लिप प्रोडक्ट्सहरू मात्रै ल्याएको छु. यो चाहिँ फर्स्टमा लिप बाम हो, हामीसँगै हेरौँ है त. यसको मात्र अनि सबै सस्तो मात्रै लिएर आएको छु क्या मैले, महँगो होइन. यो चाहिँ एउटा लिप बाम हो, यो उयु सासको यो लिप बाम रहेछ एन्ड लेट्स सी how it is. अनि यो चाहिँ अब खोलौँ है त सँगै. and this is the lip balm. this is cute packaging मा, कस्तो खतरा प्याकेजिङ. let's open 3 2 1 go. वाउ, यसको यो पनि कस्तो खतरा छ यो. ए ओके लगाइदिउँ. लिप बाम हो कि के हो, लिपस्टिक हो. स्मुथ एन्ड नाइस. ठिक छ, लिप बाम ठिक छ. यो चाहिँ फर्स्ट पर्चेज हो. अनि नेक्स्ट चाहिँ अरू चाहिँ निकालौँ न यसरी. अरू चाहिँ यो ला अर्को पनि थियो. Where is my lip tint? Okay, अर्को चाहिँ यो हो. यो चाहिँ लिप ग्लस हो, रोमान्टिक बर्डको कलर ग्लेज लिप मेकअप. यो चाहिँ बेसिकली ऊ हो के भन्छ ग्लस हो जुन हामी पहिला युज गर्थ्यौँ नि, त्यही ग्लस हो. ला कुन कलर ल्याएछु मैले. ओके यो चाहिँ यस्तो छ हजुर, यस्तो कलरमा हजुर. थ्याङ्क यू. मेरो छोरोले मलाई के ल्याइदिएको छ. अल्सो वी वेन्ट आगन आफ्टरवर्ड्स अनि त्यहाँ चाहिँ के खायौँ. अनि यो दुईवटा अनि त्यसपछि एउटा चाहिँ यो क्लचर लिएको छु, सानो खालको कपालमा बाँध्ने. अनि एउटा लिप टिन्ट पनि लिएको छु. यो चाहिँ अहिले मसँग यहाँ छैन, म देखाउँछु. ए यहाँ छ, यही हो. दिस इज सो क्युट. यो चाहिँ लिप टिन्ट हो. लिप टिन्ट पनि एकदम राम्रो छ. लेट्स यस्तो खालको लङ लास्टिङ खतरा प्याकेजिङ पनि दामी अनि भेरी यस्तो अनि एकदम इनएक्सपेन्सिभ हो, मात्रै 225 मा यो लिएको. ओके सो दिज आर अल लिप्सको खाली होइन. अनि एउटा क्लचर यो. अनि त्यसपछि लेट्स मुभ अन टु ग्रोसरी सेक्सनमा. धेरै केही लिएको छैन, बेसिक आइटमहरू मात्रै हो. बच्चाहरूको लागि चाहिँ मैले यो वेफर ल्याइदिएको छु, वेफर. अनि हाम्रो करेन्ट. अनि त्यसपछि एउटा लुफा बाथ नुहाउनको लागि. अनि यो एउटा टोइलेट पेपर. अनि त्यसपछि यो मेरो ओजी फेस वास. आई लभ दिस फेस वास. अनि त्यसपछि चाहिँ यो डभको के हो, यो डभको बार सोप, मिठो बास्ना. वाउ. अनि त्यसपछि यो क्विक के हो यो. अनि यो वाई क्विक्स. आई लभ दिस भेरिएन्ट, मलाई मिठो लाग्छ यो, त्यही भएर मैले ल्याएको. एन्ड माई बेबी इज मुभिङ क्यामेरा हियर एन्ड देयर. अब डोन्ट डु द्याट छोरा, डोन्ट डु होला. ओके सो लेट्स स्टार्ट अगेन. सो यो पोटाटा, यो क्र्याकर, अनि यो नेल कटर. अनि त्यसपछि यो स्याम्पू. अहिले विन्टरमा चाहिँ मेरो कपाल एकदमै धेरै ड्यान्ड्रफ भइरहेको छ, त्यही भएर यो चाहिँ हेड एन्ड सोल्जर्स. अनि त्यसपछि अनि यो टुथ ब्रस. अनि यो
टङ क्लिनर अनि यति चाहिँ हो हैन यो चाहिँ भयो सेन्ट्रल मलको अनि अलिकति चाहिँ एउटा त्यहाँ हाम्रो यहाँ विराटनगरमा एउटा पिक 169 हो कि के हो त्यहाँ भन्ने ठाउँ छ क्या त्यहाँ चाहिँ एभ्री आइटम्स आर 69 रुपिसको अनि त्यहाँबाट चाहिँ मैले 169 रुपिसको अनि त्यहाँबाट चाहिँ मैले 3-4 सामान मात्रै ल्याएको छु अनि फर्स्टमा चाहिँ यो ब्युटिफुल यो ग्लास यसरी एस्थेटिकली पानी खाने यसरी पनि छ होला मैले खोलेर पनि देखेको छैन यसरी खोल्ने यसरी यो खोल्दा पनि हुन्छ यो खोलेर यसरी ग्लास अनि यसरी लियो भने पनि अनि यसको स्ट्र पनि ग्लास स्ट्र छ अनि यस्तोले यो नलिदा पनि हुन्छ यसमा चाहिँ वाउ pretty I love this stuff okay so yeah this यो अरे रे मैले तोडी पनि दिए भाइ यो के हो यस्तो oh my god you टुट्यो I repaired it okay 169 only अनि यो let's keep it here त्यसपछि मैले के लिए अनि त्यसपछि यो बेबी वाइप्स लिएको छु सानो पाउच छ अरे मैले त्यहाँ सोधेँ त्यो चाहिँ मैले बाबुको लागि स्पेसली लिएको किनभने कहीँ ट्राभल गर्दा चाहिँ एउटा पर्समा भयो भने चाहिँ सजिलो हुन्छ नि त बच्चाहरूलाई हुन्छ बेटा यहाँ कस्तो गाह्रो खोल्न सो यो चाहिँ सानो पाउच छ कि यो चाहिँ ब्यागमा क्यारी गर्दा कस्तो राम्रो हुन्छ नि त अनि अल्सो वाउ स्मेल्स नथिङ वाइप्स पनि राम्ररी गर्छ सो दिस यो चाहिँ बेबी वाइप्स 169 रुपिस फर 8 प्याक्स आई गट दिस ब्याग थ्याङ्क यू ब्याग अनि अर्को भनेको चाहिँ मैले यो सानो आई स्याडो प्यालेट पनि लिएको छु फ्रम त्यही 169 पसल अनि यस्तो चाहिँ यसमा ब्रस चाहिँ छैन तर यसको कलर सेड्स चाहिँ यति हो राम्रो छ मलाई राम्रो लाग्यो यसो कस्तो पिगमेन्टेड अनि यो चाहिँ सेड्सहरू चकी रहेछ 160 वाट यु एक्सपेक्ट 169 मा चकी त चकी नै छ तर ठिकै छ मलाई यो ग्लिटर सेड चाहिँ मन परेर लिएको अर्को लिनु पर्ने थियो कस्तो चकी बट आई क्यान वर्क विथ दिस नो प्रब्लम ठिकै छ त यतिको सो या दिज आर अल द थिङ्स आई गट अरू चाहिँ मैले एउटा खेलौना किनेको छु अनि या दिस इज इट यो चाहिँ यति सामान हो मैले आज किनेको एन्ड अल्सो वी वेन्ट आँगन टु इट अ लिटल अनि त्यसपछि घर फर्क्यौँ या दिस इज इट फर द भिडियो आई होप यु लाइक द हल एन्ड थ्याङ्क यू सो मच फर वाचिङ यतिसम्म पनि हेरिदिनु भएको छ भने अनि प्लिज लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल कति भइसक्यो मैले भिडियो हालेको छैन बेसिकली मैले भिडियो बनाएको छु तर एडिट गर्न चाहिँ अलिक सकेको छैन त्यही भएर मैले हालेको छैन अनि यो भिडियो चाहिँ म छिटो अहिले नै अपलोड गरिदिन्छु सो द्याट यु क्यान वाच एन्ड इन्जोय माई भिडियो थ्याङ्क यू भेरी मच फर वाचिङ बाई